कान्छी माला लगाएर अघि दौडिएकी थिइन् अनि राधेले ए कान्छी पर्खिन पर्खी भन्दै थिए। उनी पनि पछि दौडिँदै आएका थिए, तर कान्छी भने रोकिँदै नरोकिकन ननस्टप दौडिरहन्छन्। अनि त्यसपछि त जब त्यति दौडिँदैमा तैँले आफूलाई ठुलो सोचिछिस् कि क्या हो भन्दै राधे चिच्याउँदाखेरि सोच्नु परेन त, जे भए पनि म त माला लगाएको मान्छे हो भन्दै खुसी हुँदै दौडिँदै घरतिर जान्छन्। अनि हस्याङ र अफस्याङ गर्दै घर गएर ए दिदी भन्दै दियालाई बोलाउँछिन्। यताउति बोलाइसकेपछि दिया चाहिँ तल बारीमा घाँस काटेकी हुँदी रहेछिन्। ए दिदी घर आउनुहोस् न भन्दै चिच्याएर बोलाउँछिन्। अनि दियाले किन कान्छी म घाँस काट्दैछु, अहिले फेरि ढिला हुन्छ भनेर भन्दाखेरि ए आउनुहोस् न छिटो, नभेटी नहुने नभनी नहुने, एउटा जरुरी काम पर्यो, ल आइहाल्नुहोस् न भनेर चिच्याइ बोलाउँछिन्। अनि अब त्यसरी बोलाएको बोलाइ गरेपछि त जानै पर्यो। अनि दियाले जान्ने भएर जग्गेबाट अर्काको छोरीलाई तानेर लगेकी थिए। पुलिसले उता चौकीतिर बोलाएको थियो, केही पो भयो कि जानु पर्यो भन्दै जान्छन्। अनि दिया आएकी थिइन्। दिया आउन नपाउँदै हेर्नु त दिदी मलाई त यति धेरै माला लगाइदिए, तपाईँ पनि लाउनुहोस् न भनेर आफूले लगाएको माला खोलेर दियालाई लगाइदिन्छन्। अनि दियाले ह्या कान्छी के गरेको कि यस्तो, अहिले कसैले देख्यो भने फेरि के भन्छन् भन्दै माला फुकालेर पिँढीमा राख्छन्। अनि किन यति धेरै माला लगाएको त भन्दाखेरि कान्छीले चाहिँ दिदी मलाई त उहाँ चौकीमा बोलाएका थिए नि, कान्छी तिमीले बाल विवाह रोकेर एकदमै राम्रो काम गर्यौ भन्दै मलाई त माला लगाइदिए, सम्मान गरे। अनि त्यसपछि त कतिखेर तपाईँलाई देखाम भनेर म त हतारिँदै आएँ, पछि राधे पोइ पर्खी भन्दै दौडिँदै आएका थिए, म त नपर्खिकन आइदिएको नि भन्दाखेरि दियाले चाहिँ अनि पर्खेर सँगै आउनु पर्दैन त भन्दै थिइन्। राधे पनि हस्याङ र अफस्याङ गर्दै आइपुग्छन्। अनि त्यसपछि त आज त कान्छी के साह्रो दौडिकी हो भन्दै थिए। अनि कान्छीले त तपाईँलाई एउटा कुरा याद छ राधे पोइ, तपाईँले अस्ति नै हामी सुरुवाल लाउने मान्छेको जति बुद्धि तिमीहरू फरिया लगाउनेको हुँदैन भन्नुभएको थियो नि, देख्नुभयो त फरिया लगाउने मान्छेको बुद्धि मेरो बुद्धि कति रहेछ त, त्यही बुद्धिको कारणले गर्दाखेरि आज मलाई यसरी माला लगाइदिए भन्छन्। मैले राम्रो काम गरिनँ त भनेर कान्छीले सोद्धाखेरि राधेले तैँले असाध्यै राम्रो काम गरिस् कान्छी, मैले कहिले नराम्रो काम गरिस् तैँले भनेको छु र भन्दै थिए। अनि दियाले त कान्छी अरू अनि के भयो मलाई भन न भन्दै एकदम खुसी भएकी थिइन्। अनि दिदी एउटा पुलिसले त यसरी मलाई सलाम गर्यो भन्छन्। मलाई त त्यसरी पुलिसले सलाम गरेर कान्छी तिमीले एकदमै राम्रो काम गर्यौ भनेका दिदी, मलाई त एकदमै खुसी लाग्यो भनेकी थिइन्। अनि दिया त झन् खुसी हुन्छन्, हो र भन्छन्। अनि त्यसपछि त कान्छीले अनि अरू के भयो सुनाइदिनुहोस् त राधे पोइ भन्दै थिइन्। अनि राधेले चाहिँ के हुनु नि, अब तँलाई बोलाए, सम्मान गरे, माला लगाइदिए, त्यही नै त हो नि, सबैले माया गरे त्यही त भएको हो नि भन्छन्। अनि त्यसपछि त दिया पनि एकदमै खुसी हुन्छन्। अनि दियाले चाहिँ राम खोइ त भनेर सोद्धाखेरि राधेले तपाईँलाई थाहा छैन हाम्रो दाइको बानी, बाटोमा एउटा गफ गर्ने मान्छे भेट्यो अनि त्यतै गफ गर्न रोकिनु भने यो कान्छी अघि दौडिकी थिए, त्यही भएर म पनि यसको पछि दौडेर आएको, नत्र हामी पनि त्यही हुन्थ्यौँ भन्दै थिए। अनि दियाले चाहिँ बिहानदेखि केही नखाइकन गए मान्छे सरसरी आउनुपर्छ नि, सँगै गएपछि त सँगै कहाँ अल्मलिएर बस्या होला भोकै भन्दै थिइन्। अनि त्यसपछि त कान्छीले ह्या दिदी तपाईँ पनि कुरै बुझ्नुहुन्न कि हाम्रो दाइले पनि मलाई माला लगाइदिएको देखेर अहिले लास्टमा भयो नि मलाई माला लगाइदिन्छन् कि भनेर बस्नुभएको होला नि, दाइले पनि त त्यो सरितासँग बिहे गर्न भनेर आएको केटोलाई यत्रो बढेमानको लट्ठीले हिर्काउनु भएको थियो नि त, दाइले नि राम्रो काम गर्नुभएको हो नि, के थाहा नि पुलिसहरूले अहिले लास्टमा खुसुको बोलाएर लगेर दाइलाई माला लगाइदिए कि भन्छन्। अनि राधे चाहिँ अलि रिसाएको जस्तो गरी ह्या चुप लाग्छ कस्तो बच्चा जस्तो कुरा गरेको भन्दाखेरि ए म बच्चा जस्तो भएँ, माला लगाउने मान्छे पनि बच्चा हुन्छ, बरु बच्चा त तपाईँ होला, आफ्नो स्वास्नीलाई पनि राम्ररी चिन्न नसक्ने अहिलेसम्म पनि भन्दै होइन त दिदी भन्दै थिइन्। अनि दियाले चाहिँ ल भयो छोडिदियो, आज त जे भयो आज यत्तिकै भयो, भोलिदेखि तिमी पढ्न जानुपर्छ, भोलिदेखि तिमी पढ्न जान भएपछि आज त सबै गोठको धन्दा भ्याउनु पर्यो, तिमी भएको बेलामा मलाई पनि अलि सजिलो हुन्छ भन्दै थिइन्। कान्छीले त ह्या दिदी छोडिदिनुहोस् त्यो पढ्न जाने कुरासुरा, अब म पढ्नै नगए पनि घरै बसेर पनि ठुलो मान्छे भइसके, सबैले मलाई ठुलो मान्छे भइस् भनेर माला लगाइदिएर सम्मान गरे, अब किन जानु पर्यो त नि म पढ्न भन्छन्। अनि त्यसपछि त राधेले कान्छी यस्तो नचाहिने कुरा नगर है, पहिला मैले तँलाई पढ्न जानु पर्दैन भनेको थिएँ, तर तैँले राम्रो काम गरेको देखेर सबैले तँलाई माया गरेको देखेर अब मैले पनि तँलाई पढ्न पठाउँछु, त भोलिदेखि पढ्न जानुपर्छ भन्छन्। कान्छीले त्यसो भनिसकेपछि अनि दियाले चाहिँ कान्छी तिमीले त्यस्तो भन्नुहुन्न नि, तिमीले त अझै धेरै पढ्नुपर्छ, अहिले बल्ल यति त पढ्न जान लागेकी छौ, यति पढ्दाखेरि त तिम्रो यति धेरै ज्ञान आयो भने अझै धेरै पढ्यो भने त के होला, तिमीलाई त पुलिसले मात्रै होइन यो गाउँका सबैजनाले नमस्कार गर्छन्, स्वागत गर्छन्, फुलमाला लगाउँछन् भन्दाखेरि त कान्छीले यो गाउँमा त्यस्तो बुझ्ने को छन् र अब जे भने पनि अलिक जान्ने बुझ्ने ठुलो मान्छे भनेको मै नै हो, अरूले अब कसैले जानेका छैनन्, अब मैले त यो गाउँका मान्छेहरूलाई टेर्दिनँ भन्दै थिइन्। अनि दियाले त्यस्तो भन्नुहुन्न कान्छी, तिमी अहिले सानै छौ, तिम्रो बुझ्ने बेला भएकै छैन, अझै तिमीले धेरै पढ्नुपर्छ। अनि यो गाउँमा कसैले गर्न नसकेका कति धेरै कामहरू छन्, ती राम्रा कामहरू गर्दै जानुपर्छ, त्यसपछि त तिमी झन् ठुलो मान्छे हुन्छौ, सबैले तिमीलाई माया र सम्मान गर्छन् भन्दै सम्झाउँछिन्।
भन्छन्। अनि त्यसपछि त कान्छीले त्यस्तो होइन नि दिदी, अब पढ्छु भनेर त्यसरी आँटिएर जाँदाखेरि गाउँको सबैजना मिलेर मलाई किताब चोरदोष लगाए। बरु पढ्न नगइकन गाउँमा कसैले नराम्रो काम गरे भने खुकुरी देखाएर डराउन दिएपछि त ठुलो मान्छे त्यसै भइदो रहेछ, सम्मान र माला लाउन पाइदो रहेछ, अनि किन पढ्नु पर्यो त भन्छन्। कान्छीले अब पढ्दै नपढिकन पनि ठुलो मान्छे भइदो रहेछ भन्ने सोच्न थालिन् जस्तो छ। अनि अब कान्छीले घरि नघरि त्यस्तै कुरा गरेपछि अनि राधेले पनि सम्झाउन थाल्छन्, अब पहिला नै तँलाई मैले पढ्न जाने होइन भनेको थिएँ, तर अब चाहिँ मैले तँलाई पढ्न पठाउँछु के भनेर कान्छीलाई भन्छन्। अनि दिया एकदमै खुसी भएर बाबु म त एकदमै खुसी छु, अभागीको पनि भाग्यमा घाम लाग्छ भन्थे, त्यस्तै भयो, आज त म एकदमै खुसी छु भनिसकेपछि अब दाइसँग सल्लाह गर्नुपर्छ अनि सबैजना खुसी भएर तँलाई पढ्न पठाउनु पर्छ भन्दै थिए। अनि त्यसपछि त दियाले दाइसँग सल्लाह गर्नु पर्दैन, दाइले त पहिल्यैदेखि नै पढ्न गए हुन्छ कान्छी भन्नुभएको थियो, दाइले केही पनि भन्नुहुन्न, त्यसको जिम्मा म भएँ भन्छन्। कान्छीले चाहिँ तपाईँहरूले कुरा बुझ्नुहुन्न कि म अब ठुलो मान्छे भइसकेँ के, जे भए पनि म माला लगाउने मान्छे हो नि भन्दै थिइन्। राधे रिसायो, अहिले गालामा चढाइमा दिन्छु अनि कति माला माला भनिराखेको भन्दै थिए। अनि त्यसपछि ए तपाईँले मलाई गालामा चढाइमा दिने, तपाईँले मलाई चिन्नु भएको छैन कि क्या हो, अस्ति त्यो जग्गामा केरा काटेको खुकुरी खै, ए दिदी त्यो खुकुरी खै भन्दै थिइन्। अनि त्यसपछि त दिया पनि अलि रिसाएको जस्तो गरेर हेर न यसको बोल्ने तरिका, अहिले यसको गालामा चढाइमा दिन्छु अनि मैले भनेको नि नमान्ने भन्दै थिइन्। अनि कान्छी त मुस्कुराउँदै कतिको डराउनु हुँदो रहेछ राधे पोइ भनेर पो जिस्केको त केही पनि गर्दिनँ कि मैले तपाईँको देवरलाई, चिन्ता नमान्नु न भन्छन्। अब उता दुईटी बुहारीहरूको कुरा त्यस्तो छ। अब यहाँ सासू चाहिँ अब के गर्नु त, एउटीले जति बेला पनि अँधेरै अनुहार लाएर बसिरहेकी हुन्छ, एउटी चाहिँ गाउँभरि उपद्रव गर्दै हिँडेकी हुन्छ। यी दुईटीले गर्दाखेरि यो बुढेसकालमा मलाई सास फेर्न पनि गाह्रो भइसक्यो, यिनीहरूले त मलाई त अब मार्ने भए नि भनेर अनेक थोक कुरा गर्दै थिइन्। अनि सीताले चाहिँ बुढेसकालमा भजन गाएर राम राम भनेर बस्नुपर्ने बेलामा के चिन्ता गरेको छेउ आमा, छोडिदेऊ न, तिमीले चिन्ता केही नगर, म छु नि, यो शरीरमा पनि तिम्रै रगत बगेको छ क्या आमा, मैले तिनीहरूलाई कसरी हुन्छ तह लाउँछु, चिन्ता नगर त भन्दै आमालाई सम्झाइ बुझाइ गर्छिन्। अनि सीताले चाहिँ अब त्यो कान्छीलाई पढ्न पठाउनु नै गल्ती भयो भनेर कुरा गर्दाखेरि आमाले के गर्नु त, अब मैले पढ्न पठाएको होइन, तिनीहरू नै जान्ने भएर पठाएका हुन् नि, तिनीहरू नि के भने छे नि त्यो एउटी बाँझी देख्दाखेरि चाहिँ सोझी भित्रभित्र चाहिँ आरी, त्यसलाई सम्झियो भने त मलाई त एकदमै रिस उठ्छ, त्यसको त एक माना खुन पिए पनि मेरो त रिस मर्दैन होला भन्दै थिइन्। अनि अब त्यस्तो भनेर मात्रै काम छैन आमा, अब कसरी हुन्छ, हामीले त्यो कान्छीलाई पढ्न जानबाट रोक्नुपर्छ, अब हामीले तह लाउनुपर्छ, अब ती दुईटा भाउजूहरूलाई हाम्रो मुठीमा लिएर घरको नोकर्नी बनाउनुपर्छ अनि दाइहरूलाई टाढा पैसा कमाउन पठाउनु पर्छ। अनि त्यसपछि त तिनीहरू नोकर्नी भएपछि बसी बसी खानु परेन त, मैले मेरो छोराहरूको कमाइ त खाएको छु नि भनेर तिमीले पनि छाती छोकेर तिनीहरूलाई दलाउन पाउनुपर्छ क्या आमा, अब हामीले जसरी भए पनि यो कुरा त गर्नै पर्छ भन्छन्। त गर्नै पर्छ भन्दै थिइन्। अनि आमाले अब के गर्ने त नि भनेको, जे गरे पनि केही हुँदैन, हामीले सोचेको केही पुरा हुन्न भन्दै थिइन्। अनि सीताले अब अर्कै षड्यन्त्र रच्नुपर्छ कि आमा भन्दै त्यो राधेकी स्वास्नीले पढ्ने किताब जलाइदियो भने त अनि कहाँबाट पढ्न पाउँछ र त्यसले भन्दै थिइन्। अनि त्यसपछि त्यो मास्टरले ल्याएर दिएको हो नि त, अनि राधेले किनेको हो र भन्छन् आमाले। अनि एकचोटि पो त्यो मास्टरले लिएर आएर दिन्छ त, पटक पटक लिएर आएर दिन्छ र राधे दाइले पनि किनेर दिने खुपी छैन। अनि त्यसपछि त त्यसको किताब कापी ड्रेस केही पनि भएन भने त्यो कसरी जान पाउँछ। अब हामीले त्यसको सबै कुराहरू आगो लगाएर डढाइदिउँ अनि दोष जति सबै दियालाई लगाइदिउँ, त्यसपछि त भइहाल्यो नि। अनि राम दाइ पनि कमका छन् र त्यो दियालाई ढाड खुस्रिने गरी हिर्काइहाल्छन् नि भन्दै थिइन्। अनि त्यसपछि त आमाले चाहिँ कहाँ त्यस्तो छ र त्यो रामे स्वास्नीको अगाडि चुक्क केही बोल्दैन भन्छन्। अनि त्यसपछि त सीताले त राम दाइ नबोलेर के भयो त नि, राधे दाइले बाँकी छोड्छन् र आफ्नो स्वास्नीले पढेको किताब ड्रेस जलाइदियो भनेर भाउजूलाई त्यत्तिकै छोड्छन् कि क्या, उठीबास लगाइहाल्छन् नि भनेपछि हो तैँले चाहिँ यो एकदमै राम्रो कुरा गरिस् है नानी, अब हामीले यो जसरी भए पनि गर्नुपर्छ, खुब यहाँ पानी लिन गएका छन् आमा छोरी भनेर उनीहरू मक्ख परेका होलान्, हामी त यहाँ षड्यन्त्र रच्न पो आएको त बाबै, ल हिँड्छौँ छिटो, अब यति त गर्नै पर्यो भनेर आमा छोरी त कसेर जान्छन्। यता फेरि त्यो गाउँमा नयाँ केटी आएकी थिइन्। अनि बनकाइलो र उसका सेनामेना पनि चरा हान्न भनेर गएका थिए, यसो गुदेली तन्काएर चरालाई हानेका थिए, त्यो ढुङ्गो त त्यो केटीलाई पो लाउँछ अಯ್या भन्छन्। अनि हतार हतार उनीहरू आइसकेपछि अब राम्री केटी देखेपछि बनकाइलो मस्किन थालिहाल्छ, यहाँलाई त मैले चिनिन्न, नयाँ देख्छु यो गाउँमा, परिचय गर्न पाए हुन्थ्यो भन्दै चेपाएर बस्दै थिए। अनि तिनले चाहिँ गरिहाल्यो नि परिचय त, मान्छेलाई दिउँसै ढुङ्गाले हानेर, अनि बनकाइलोले त कुकुरलाई हान्दा ढुकुरलाई लाएछ भन्छन्। तिनले चाहिँ कराएर तिम्रोसम्म त अझै पनि सुध्रिएको रहेनछ भन्दा त चिनेकै मान्छे पर्नु भयो कि क्या हो, को हो भन्दाखेरि म सीताराम काकाको छोरी मोहिनी भन्छन्। त्यसपछि त बनकाइलो झन् मस्किन थाल्छ। अनि ओहो नि त हामी त सँगै खोपी खेल्थ्यौँ यता त्यता भन्छन्, तिमी सहरमा सानैदेखि पढ्न भनेर गयौ अनि वहाँ गएपछि खोपी खेल्यौ त, अनि हामीलाई बिर्सियौ कि बिर्सिन्यौ त, हाम्रो याद
आउँथे कि आउँथेन त भनेर नक्कल पार्न थालिहाल्छन्। अनि तिनले चाहिँ कहाँ बिर्सिनु नि, बिर्सिया भए म यो गाउँमा आउँथे र अनि त्यसपछि तिमी त जस्ताको तस्तै रहेछौ त, तिम्रो यो गेटअप चाहिँ भएन के, सधैँ यस्तो कपडा लाएर हुन्छ र, यतिको लक्का जवान मान्छे भएपछि त च्याट्ट कपडा मिलाएर राम्रो लाउनु पर्छ नि त भनेर कुरा गर्दै थिइन्। अनि बनकाईले ए भएन मैले यो कपडा लाएको, यो पनि फुकालेर फालिदिउँ भन्दै थिएँ। अनि त्यसपछि त तिनले मैले त्यस्तो भन्न खोजेको होइन, अलि राम्रो भएर हिँड्नुपर्छ भनेको हो के, ल अहिले म जान्छु है, हतार छ, भरे भोलितिर कुरा गरौँला, म यसपटक त लामो छुट्टीमा आएकी छु भन्छन्। अनि बनकाईले पनि मक्ख पर्दै ल ल हुन्छ भन्छन्। अब बनकाईलो सीता भनेपछि भुत्तुकै हुन्थ्यो, कसरी सीतालाई मैले बिहे गर्ने होला, कसरी उडाउने होला भन्दै थियो। सहरबाट आएको यो मोहिनीलाई देखेपछि चाहिँ अब यतै लट्ठै परे जस्तो छ, यतै मक्ख परे जस्तो छ। अब यही कुरामा बनकाईले र सीताको झगडा हुने होला। अब उता आमा चाहिँ आँगनमा बसेर दाँत घोटिरहेकी थिइन्, सीता त्यहीँ बढार्दै थिइन्। भित्रबाट दियाले कान्छीलाई गोठातिर जानु पर्यो, छिटो आऊ भनेपछि त ए आमा यिनीहरू गोठातिर जान लागेका रहेछन्, यिनीहरू घरबाट ननिस्किँदै हामी कतै काम पर्यो भनेर यसो निस्क्यौँ, यिनीहरू जान्छन् अनि त्यसपछि हामी आएर त्यति काम गरौँला के भन्दाखेरि आमाले क्या डराउनु पर्यो र यिनीहरू जान्छन्, अनि त्यसपछि खाल्टो खनेर गाड्दिउँला या फेरि जराएर ध्वस्तै पारिदिउँला नि भन्दै थिइन्। अनि होइन कि आमा हामी घरमा हुँदै त्यस्तो भयो कि त हरायो भने त हामीलाई शङ्का गर्छन् नि, त्यही भएर हामी पहिले निस्किनु पर्छ के भन्दै उहाँ भाउजूहरू भित्रै छन्, आमा त्यहीँ छिन्, त्यही पनि उतै भित्रतिर फर्केर ए आमा आमा भनेर चिच्याउन थाल्छिन्। अनि आमा फेरि होइ होइ भन्दै थिइन्। सीताराम काकाले उहाँ झट्टै आउनु भनेर बोलाएका छन्, आमा छोरी नै ल हिँड्नु त जाउँ भन्छन्। अनि त्यसपछि ल ल ल जाउँ हिँड भन्दै ए तुलै हामी त्यता गएर आउँछौँ है, हामीलाई आउन ढिलो हुन्छ होला, तिमीहरू खाना खाइवरी बस्नु भन्दै आमा छोरी जान्छन्। कान्छीले बालविवाह रोकेर एकदमै राम्रो काम गरिन्। घरका मान्छेहरूले त यति विधि खुसी भएर तारिफ गरेका छन्। अब पुलिसहरूले त्यस्तरी माला लगाइदिए भनेपछि अनि खुसी नहुने कुरो भए त, हेर्नुहोस् त सबैजना खुसी हुँदा पनि यो सासु र नन्द भने खुसी छैनन्। त्यो जिरे खुर्सानीले 2 अक्षर पढ्दा त यति विधि भइमा खुट्टा छैन, झन् अझै पढेर ठुलो मान्छे भई भने चाहिँ के गर्ली त्यसले, अब त्यसलाई कुनै पनि हालतमा पढ्न दिन हुँदैन, बरु हामीले त्यसको किताब कापी नै जलाइदिउँ, दोष जति दियालाई लगाइदिउँ, त्यति भएपछि हाम्रो इच्छा पुरा हुन्छ भनेर यहाँ षड्यन्त्र रच्न थालेका छन्। अब यिनीहरूले त्यसरी किताब र कापी नै पोलिदिए भने के कान्छीले पढ्न पाउलिन् त? अनि फेरि दोष त दियालाई दिने भनेका छन् नि, दियाले नै किताब पोलिदिएको हो भनेर राधे र कान्छीले विश्वास गर्लान् त? के लाग्छ तपाईलाई? यो राधेकी आमा र बहिनीको षड्यन्त्र चाहिँ पुरा हुनु हुँदैन, बरु राधे र रामको अगाडि आमा र बहिनीको षड्यन्त्र चाहिँ खुल्नुपर्छ। पहिल्यैदेखि नै आमा र बहिनीका बारेमा राधे र रामले थाहा पाएका नै छैनन्। अब यो कुरालाई खुलासा गराउनु पर्छ। अनि राधेले चाहिँ कान्छीलाई जसरी भए पनि धेरै पढाउनु पर्छ भन्ने को हुनुहुन्छ? आफ्नो विचार कमेन्ट गरी भिडियोमा लाइक अनि च्यानललाई सब्स्क्राइब गर्नुहोस् है।